ॐ सर्वव्याध विनिर्मुक्तो धनधान्य सुतान्विता मनुष्यमत प्रसादेन भविष्यन्ति न संशय। शुभ प्रभात। म प्रस्तुता कृष्ण प्रसाद लामिछाने तपाईलाई प्रभातकालीन ओमको नमन अर्पण गर्दै लाग्छौँ आजको तपाईको राशिफलभन्दा अगाडि आजको पञ्चाङ्गबाट प्रारम्भ गर्दैछौँ। सबैको कल्याण होस्, सबैमा विपत्ति कसैलाई नपरोस्, सबैको मङ्गलै होस्, यही कामनाका साथ आज मिति विक्रम सम्वत 2082 साल माघ महिनाको 24 गते शनिबार सिद्धार्थ नामको संवत्सर सूर्य उत्तरायण शिशिर ऋतु फाल्गुन कृष्ण पक्ष षष्ठी तिथि चित्रा नक्षत्र काँडा योग चन्द्रमा कन्या राशिमा तदनुसार सन् 2026 फेब्रुअरी महिनाको 7 तारिक आज सूर्योदय प्रातः 6:49 हुँदैछन् भने सूर्यास्त भने साँझ 5:40 हुनेछन्। श्री साके 1947 नेपाल सम्वत 1146। आज जन्मदिन पर्ने तपाईलाई जन्मदिनको शुभकामना र माघको 24 गते तपाईको यदि विवाह भएको दिन परेको छ भने पनि तपाईलाई लग्न मङ्गलगाँठ विवाहको मङ्गलगाँठको मङ्गलमय शुभकामना सुस्वास्थ्य दीर्घायु र आजबाट यहाँले कुनै कार्य प्रारम्भ गर्दै हुनुहुन्छ भने तपाईको आजको दिन मङ्गलमय रहोस्, यही कामनाका साथ आजको समय तालिका पनि यस प्रकार रहेको छ। प्रातः 6:55 8:15 काल बेला रहनेछ। शनिबार 8:15 9:26 शुभ समय, 9:26 10:50 रोग बेला रहन्छ। 10:50 12:02 उद्योग बेला रहनेछ। 12:02 1:38 चर बेला रहनेछ। 1:38 3:07 लाभ बेला, 3:07 4:44 अमृत बेला, 4:44 5:47 फेरि काल बेला रहन्छ। शुभ समयमा पनि शुभ कर्म गर्नुहोला, राम्रो रहने नै छ। र राहु समयमा काल समयमा भने शुभ कर्मलाई विवर्जित गरिन्छ। यो आजको समय तालिका र आज शनिबार भने यो पूर्वतिरको यात्रा भने त्यति राम्रो भने देखिँदैन। अब लागौँ आजको तपाईको राशिफलतिर। मेष राशि हुनेका लागि आज कार्यक्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। विद्यार्थी वर्गले भने अध्ययन अध्यापनमा पुरा गर्नाले पुरस्कृत हुने पनि योग परिरहेको छ। वृष राशि यश र कृति वृद्धि हुने दिन छ, भाग्यले साथ दिनेछ। उद्योग व्यापारमा राम्रै रहनेछ, तर तपाईलाई आज भने मध्यान्तरपछि भने शरीरमा आलस्यले सताउनेछ, परामर्श लिँदा राम्रो होला। मिथुन राशि अगाडि रोकिएका कार्य सम्पादन हुने दिन छ, तर मित्रवर्गबाट भने विरोधाभास नभइरहला भन्न सकिँदैन। त्यसैले तपाईले आजको दिनमा बोलीमा संयम अपनाउँदै आफ्नो कार्यमा अगाडि बढ्नु भने आजको दिन तपाईलाई शुभ रहने नै छ। कर्कट राशि साहस र उत्साहले अप्ठ्यारोलाई सहज हुने दिन छ। जिम्मेवारी वहन पनि गर्नुपर्ने छ भने बोलीमा पनि संयमता अपनाउँदै सबैलाई सम्मान गर्नुभयो भने तपाईको दिन मङ्गलमय नै रहनेछ। सिंह राशि राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ भने पैतृक सम्पत्तिमा पनि थोरै वाद विवाद नपर्ला भन्न सकिन्न। लेनदेनमा कुरामा पनि तपाईको आज सहजै प्राप्त होला, दिएको धन हात लाउने दिन परिरहेको छ। कन्या राशि आफन्तहरूसँग विशेष भेटघाट हुने दिन छ। विद्यार्थी वर्गलाई उच्च शिक्षाको अध्ययन अध्यापन गर्ने दिन पनि राम्रो रहनेछ। खेलकुदमा मन जाने नै छ। अब लागौँ तुला राशितिर। रोकिएको कार्यहरू प्रारम्भ हुने दिन छ। सेयर मार्केटमा भने लाभ होला, तर पेट सम्बन्धी विकारले नसताइरहला भन्न सकिन्न भने आज तपाईँका घर अतिथिको आगमन हुनेछ, धन खर्च पनि हुनेछ। वृश्चिक राशि सरकारी नोकरीमा पदको प्रभाव यो तपाईँलाई लाभ मिल्ने नै छ भने खानपिनमा पनि ख्याल गर्न राम्रो हुनेछ। आज कहीँ कतैबाट नयाँ समाचार सुन्नुहुनेछ, मनमा पनि प्रङ्ग नहोला भन्न सकिन्न। मकर राशि सांस्कृतिक समारोहमा उपस्थित हुनेछ। कार्यशैलीमा भने वृद्धि होला। ज्ञान र बुद्धिको विवेक प्रयोग गरेर अगाडि बढ्नुभयो भने आजको दिन तपाईँलाई शुभ रहने नै छ। कुम्भ राशि पिताको स्वास्थ्यलाई लिएर चिन्ता नपर्ला भन्न सकिन्न। सुख दाम्पत्य सुखमय रहनेछ भने लेनदेनमा भने आफन्तसँग पनि मुख रातै गर्नु पर्ला। अब लागौँ मीन राशितिर। मीन राशि हुनेका लागि पुरानो मित्रको सहायताले रोकिएको काम प्रारम्भ गर्ने दिन छ।
घरभित्रैसँग मान्छेसँग धेरै मान्छेसँग भेटघाट पनि होला। घरमा आतिथ्य आगमन हुँदा मनमा प्रसन्न छाउनेछ। यो भयो मीन राशि लगायत 12 राशिको फलादेश। सूर्य र चन्द्रमाको आधारमा फलादेश गरेका छौँ। फलादेश जे जस्तो भए पनि आजको दिन तपाईँको शुभ रहोस्। जहाँ हुनुहुन्छ हाँसी खुसी रहनु। जय जय होस्।